सप्तरी सदरमुकाम राजविराजमा 10औं संविधान दिवस सरकारी पक्षले उत्सवको रूपमा मनाएको छ। राजविराज स्थित जिल्ला समन्वय समितिको कार्यालयबाट प्रभात फेरी गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामीहरूलाई फलफुल वितरण गरी यो दिवस मनाइएको हो। यसमा कर्मचारी र सेना सुरक्षा निकायका प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी लगायत कर्मचारी र संविधानप्रति आस्था राख्ने नेपाली कांग्रेस, एमाले र माओवादी दलका कार्यकर्ताहरू पनि निकै सहभागिता जनाए। सरकारी पक्षले उत्सवको रूपमा मनाए पनि संघीय लोकतान्त्रिक मोर्चाले विरोध गर्दै कालो दिवसको रूपमा मनाएका छन्। 2072 सालमा आजकै दिन आश्विन 3 गते हामीले मधेस जलिरहेको अवस्थामा 6 महिने आन्दोलन हुँदा जलिरहेको अवस्थामा तत्कालीन सरकार प्रमुखहरूले नेपाली कांग्रेस, एमाले, फोरम लोकतान्त्रिक र माओवादी मिलेर जबरजस्ती हामीलाई हाम्रो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको असहमति बावजुद, पहिचानवादीहरूको असहमति बावजुद संविधान जारी गरेकोले हामीहरू त्यो दिनको लागि आजको दिनलाई कालो दिनको रूपमा मनाउँदै आएको छौँ। हाम्रो मेन संविधान 2072 ले संहिता स्थापना गरेको छ, गणतन्त्र स्थापना गरेको छ, तर त्यो भित्र रहेका धेरै बुन्दाहरू छन्। समानुपातिक सिद्धान्त, समावेशी सिद्धान्त, राज्य संरचनाको सिद्धान्त, हामीले मधेस प्रदेश र थरहर मिलाएर 2 प्रदेश, मेचीदेखि महाकाली जम्मा 2 प्रदेशको माग गरेका थियौँ। हामीले राज्य पुनर्संरचनामा जो 10 देखि 11 गरेका छन् त्यो हामीले माग गरेका थियौँ। त्यो हिसाबले बुन्दागत रूपमा धेरै त्रुटि छन्। अहिले जल्दो बल्दोको अवस्थामा भर्खर जेनजीहरूको आन्दोलनबाट जो स्थापित भएको छ अन्तरिम सरकार, त्यसमा मेन मुद्दा भ्रष्टाचार, सुशासन जो अहिले चरम सीमामा पुगिसकेको छ। भ्रष्टाचार यति नै पुगिसकेको छ कि एउटा नेताको, अब ठुला नेताको घरमा अरबौं रुपियाँ जल्या छ। जो सबभन्दा यहाँलाई जिज्ञासाहरूको धन्यवाद। हाम्रो सबभन्दा पहिला नै 72 संविधानमा हामी जो विभेदमा रहेको सबै संविधान सबको स्वीकार हुने संविधान कुरा गरेको र आजसम्म ती बेला गुली चलाएको छ जारी गर्ने समयमा हामी चाहिँ कालो दिनका रूपमा आजसम्म। तर यो पालि अलिकति भिन्न रूपले हामी मनाएको यो पालि, किनकि अब हाम्रो जेनजीको जुन माग थियो उसको पनि अब मागहरू जुन त्यो जायज माग र सँगै हामी विगतदेखि यो संविधानको चाहिँ कालो जो हाम्रो पुनर्लेखन गर्नुपर्ने, संशोधन गर्नुपर्नेको कुरा, त्यस कारणले हामी यो फरक के हाम्रो कालो पट्टी बाँधेर र यो शोक समेत हुने गरी हामी यो पालि कालो पट्टी बाँधेर यसको संविधानको जबसम्म संविधान संशोधन हुँदैन, पुनर्लेखन हुँदैन तबसम्म हामी विरोध गर्दै आएको छु र गर्दै रहन्छु।